हजुर वाउ एकदमै सुन्दर सुन्दर प्रकृतिले नै सजाएको ठाउँ। ल साथीहरू, यस्तो राम्रो ठाउँको मैले तपाईँहरूको सामु चाहिँ भिडियो लिएको छु है। आज चाहिँ यो हामी के को भिडियो बनाउन लागिरहेको छौँ भने आज हामी आलु रोप्न लागेका छौँ। अनि आलु रोप्न जाँदाखेरि यो सानो भिडियो क्लिप चाहिँ तपाईँहरूको माझमा मैले देखाउन गइरहेको छु। साथीहरू हेरेर साथ दिनुहोला। ल यहाँ चाहिँ फर्सीहरू रकममा फलिरहेको छ साथीहरू। फर्सीहरू यहाँ चाहिँ हाम्रो मम्मी चाहिँ मल छर्दै हुनुहुन्छ। ल यहाँ चाहिँ छर्नु मल वाउ अर्को कोदाले खोइ त बुन ठुलो कोदाले नरहेको ए हो त ल ड्यामका ड्याम यहाँ चाहिँ हाम्रो पूजा रहिनी ड्याङ खनिरहेको अवस्था छ। खत्रै खन्दैछ। साथीहरू अब चाहिँ हाम्रो आलु रोप्ने प्रोग्राम पुरै सुरु भइसकिसकेको छ। हाम्रो बहिनी चाहिँ एकदम कडा परिश्रम गरिराख्नु भएको छ है। दाजु चाहिँ हे गर्दै फराउनु भएको छ। हेर्न हाम्रोतिर त सब्जी नै छैन, केही फल्दैन, सब्जी नभएर बिजोग छ साथीहरू। केही नै छैन फलेको, केही नै छैन। कान्छीलाई हेर कस्तो लागेको, हेर भिडियो भएन भनेर भइरहेछ कान्छी। लु दाजुले खन्नु हुँदैछ, बहिनी र दाजु पाले पिरो खानै। ल आजको चाहिँ मौसम चाहिँ एकदम राम्रो छ। हेर्नु कति राम्रो छ। ल है ल कडा परिश्रम जाँदैछ यहाँ हाम्रो आलु रोप्नुको लागि चाहिँ। गर्नुभयो हाम्रो सुँगुर चाहिँ साथीहरू हेर्न सक्नुहुन्छ। यो यसले त्यही साबुन पनि खान्छ हौ। यो कस्तो खालको सुँगुर हौ। उहाँ पर देख्नु हुँदै होला नि, अलिक जुम गरेर देखाउँछु म। यहाँ हेर्नु, यसले चाहिँ साबुन पनि खान्छ। यसको काम छैन। देखाइ त उहाँ छ। यो पनि अब भिडियोमा पस्न पाउने भयो। यो भाग्यमानी रहेछ सुँगुर। हेलो दाजु बहिनीको कडा परिश्रम हुँदैछ यहाँ। त्यहाँ पर देखिने चाहिँ हाम्रो भैँसीहरू हो साथीहरू। देख्नु हुँदैछ हाम्रो भैँसी। बुबा चाहिँ पर घाँस काट्नु हुँदैछ। र तपाईँलाई चाहिँ म अहिलेको एकदम खतरा दामी दामी भ्यूहरू चाहिँ देखाउने छु। हेर्नुहोस् है साथीहरू। हेर्नुहोस् साथीहरू, यो चाहिँ हाम्रो खोटाङ कति पो हो? खोटाङ 2 नम्बर गाउँपालिका होइन के हो? जन्तेढुङ्गा गाउँपालिका वडा नम्बर 2 चाहिँ बस्ने त किन हानु परबाट मम्मी आउनु हुँदैछ। हाम्रो मम्मी डोका बोकेर आउनु हुँदैछ। मम्मी मल बोक्नु पर्दैन हौ, हौसिन्छ बढी। मम्मी आउनु हुँदैछ डोका बोकेर। हजुर यहाँ चाहिँ आलु फल्ने रहेछ तर यहाँ चाहिँ फल्छ होइन, यता जाँदा फल्ने रहेछ। माटो त्यस्तै खालको रहेछ क्या। बलौटे माटो यहाँ चाहिँ फल्ने रहेछ आलु। फल्छ यहाँ मजाले फल्छ आलु। माटो फल्दैछ नि। यस्तै त छ नि, त्यो त पानीले भिजेर पो त सबै माटै यस्तै हो। होइन हाम्रो मम्मी चाहिँ यहाँ मल छर्नु हुँदैछ। अब हामी आलु रोप्ने। हजुर आलु खानुलाई आलु पछि खानुलाई आमा आडु बागी
मेरो चाहिँ भिडियो बनाउने काम युट्युबमा हाल्नलाई ए ड्याङ खनेर म छेउ काट्दै ल्याउँछु पर्दैन किन खान्थ्यो चाहिँ यो डल्लालाई यस्तो यस्तो गर्नु एकछिन भरे खन्दा भइहाल्छ नि यताको छेउमा छैन त्यो खानु पर्नु ओके सिधै सक्यो त आउँछ नलिनु है यति नै छैन यस्तो मैले छेउमा चाहिँ राख्नु जस्तो लाग्यो यस्तो गरेको बिचमा त भरे बेलुका खानु सक्ने हो त बेलुकासँग एकैछिन ल अब मेरो यत्रो चारजनाको काम एकजनाको पनि बुझ्छ ड्याङको लाइटले गर्दाखेरि म त सबै अन्धकार लागिहाल्यो नि के गर्दा The Bluetooth device is connected successfully. ए त्यहाँको ब्लुटुथ कनेक्ट भयो त्यहाँको ब्लुटुथ कनेक्ट भयो पूजा The Bluetooth device is connected successfully. अर्कोमा चाहिँ चल्दैछ यो तिमीले कुनमा सिम किनेको एनसिएलमा भन एनटिसीमा चल्दैछ एनटिसी त अनि मेरोमा चल्दैन पैसा छैन क्या त्यहाँ नाचा कान्छा घरमा नाच्नु छोरी पनि मम्मीसँग पुरै भरिन्छ क्या छैन त अरू त ए रहेछ नि निकै भरिन्छ कि क्या हो अलि पातलो नराम्रो कान्छी बाक्लो बाक्लो है त्यो के खाँदैछौ रक्सी कि के हो रक्सी नखाऊ है खन्नु खन्नु खानुपर्छ होइन होला भाउजू बेलुका भयो त ल एक गिलास दिउँला न ल एडमिन रक्सी खानु हुँदैन नानु भाइ बाउ लाइन्छ नि रक्सी खायो भने त अबे हुँदैन होइन यता माथि नगर न बोका न त्यही बोरा कता भइरहन्छ बल एक दिन यो त बिनाको भाउँदो रहेछ अलिक मुनिबाट क्या बाहिर जान्छ पोथी
जाने अरे ल ल